ल दाइ आज भ्याकेसनमा आए बेला अफिस बन्द गर्नुपर्छ मैले देखियो यो बाटो जिन्दगी बनाउनु यो बाटो जिन्दगी बनाउनु पुलियार बनाउँछ बाटो चाहिँ वाइल्ड फायर भयङ्कर पहिरो बाटो त भयङ्कर यात्रा कस्तो भइरहेको रमाइलो एकदम फ्यान्टास्टिक उपत्यकाको प्रतिक्रिया के हो मेरो त अब यो दाजुभाइलाई चाहिँ घुमाउन आएको म जति रमाइलो कसैले हुनै सके आइदैन अहिले श्रीराम दाईको भनाइ चाहिँ के छ यस्तो अब नेचुरली डाँडा पाखातिर पनि हिँड्नुपर्छ घुम्नुपर्छ प्रत्यक्ष सहकारी हुनुपर्छ भन्ने एउटा मेरो मान्यता हो यसमा म एकदम धेरै खुसी छु आज चाहिँ हामी माथि गाउँपालिका अन्तर्गत पर्ने सिक्लेस गाउँ घुम्न चाहिँ यता तपाईँको विजयपुरको खोलाबाट चाहिँ हाम्रो ट्रेकिङ पोइन्ट स्टार्ट भएको थियो र चाहिँ नै त्यहाँबाट चाहिँ हामी पुरै 22 फुट चाहिँ हिँडेर यता तपाईँको छाचक हुँदै अनि यो माथिको तिरतिरै यता माइलो कुना भन्ने ठाउँमा निस्केर अनि सिक्लेसको चाहिँ उकालो उक्लिने चाहिँ हामीले आज प्लान बनाएका थियौँ र त्यही स्वरूप हामी चाहिँ हिँडिरहेका छौँ अहिले हामी चाहिँ ग्रुपमा अहिले 6 जना छौँ अब हेरौँ अब कति बेला पुगिन्छ है बिस्तारै हामी चाहिँ हिँडिरहेकै छौँ आफ्नो आजको चाहिँ गन्तव्य चाहिँ हाम्रो सिक्लेस रहन्छ हामी चाहिँ सम्भवतः यो रुटमा चाहिँ अब यहाँ पहिलाका पुराना बासिन्दाहरूपछि चाहिँ सम्भवतः हिँड्ने चाहिँ हामी युवा पुस्ताहरूमा चाहिँ पहिल्यै होला जस्तो चाहिँ मलाई लाग्छ है इफ आई एम नट रङ अब हजुरहरू कोही हुनुहुन्छ भने चाहिँ त्यो चाहिँ मलाई थाहा छैन र कसैको यो भिडियो देखेर पनि हामी आएका होइनौँ हाम्रो चाहिँ अङ्कल चाहिँ यहाँ शिक्षकको रूपमा आबद्ध भएको भएर चाहिँ यो बाटो ल जाउँ न त केटा हो यो ट्रेक भनेर उहाँले चाहिँ सजेस्ट गरेको भएर चाहिँ हामी यो रुट चाहिँ हिँडिरहेका छौँ र रुटमा चाहिँ विभिन्न ठुल्ठुला कोइराहरू पनि रहेको रहेछ यो चाहिँ हामी मादिको खोला हो यो मादी कसैलाई मादी खोला भन्ने थाहा त्यही यो खोला चाहिँ उता हजुरले थाहा पाउने लोकेसन चाहिँ उता दमौलीतिर निस्किन्छ यो खोला देख्न सक्नुहुन्छ
यहाँ चाहिँ पानी ब्रेक ड्रिङ्क्स ब्रेक गरिरहेको ल यहाँ चाहिँ एउटा टिपेर खाइयो अब म पनि छु है यो घरमा चाहिँ लोकल कुखुरा हलो अनि त्यो खर्च हुन्छ नि घुम्यो त मस्तै तेरो नाम के हो तेरो नाम के हो अनि कहाँ पढ्ने कति क्लासमा कहाँ कुन स्कुलमा हेडमास्टर को नि अहिले हेड सर अनि सुन्तलाको बुट्टो तिम्रो होइन म यहाँ सिक्लेसको सर हो क्या मास्टर अहिले चाहिँ हामी यो कुन ठाउँ रे अङ्कल यो चाहिँ माइला कुना माइला कुना माइला कुना भन्न मलाई त उहाँ हो अब यहाँबाट सिक्लेस जान कति टाइम लाग्छ दिदी सुन्तला हो भनेको सुन्तला हो कति आरती कस्तो छ हाई गर सबैले त हाई ल ल ल हेलो ल ल सबै त हेर न ल ल मजा त अहिले 10 रुपियाँ थियो दिइसक्यो ल दुईजनाले 5-5 रुपियाँ ले ल है ल 20 रुपियाँ 5 रुपियाँ ले तन्ने 5 3 सानो मान्छेले 5 दिने यो दाइलाई यसलाई 5 रुपियाँ ल है तेरो दाइ कुन हो घर बगला हुन्न यहाँ जो आइछ त्यसलाई मात्रै दिने घर बगला हुँदैन 5 रुपियाँ खा खोजेर हेर्दा मैले त दह दिएँ ऊ बुल्ला अहिले जलाएर मैले दह दिएको कसलाई 5 रुपियाँ नपाएको कसले रे म अब 2 घन्टामा बल्ल पुग्छु नानी त्यो खसेको हात झोदै हालिदियो त खाजा खाऊ हामी ताङतिङको जरा ताङतिङको जरा अब सिक्लेसको उकाल लाग्यो अहिले चाहिँ हामी मैलोकुनामा छौँ र मैलोकुनाबाट अब यो उकालो उक्लिएर चाहिँ हामी सिक्लेस यहाँबाट चाहिँ अब 1.5 घन्टा लाग्छ भन्ने कुरो भइरहेछ सिक्लेस पुग्नलाई
ए गाउँले मलाई मोहनीलाई सक्यो तिमीले भन्या चौतारी आइसक्यो डाँडै पुर्के सल्लै मायाको गाउँ त चिने घर चिन्नै सकिन वल्लो कि पल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन वल्लो कि पल्लो ल मा चाहिँ हामी माझी गाउँपालिका वडा नम्बर 1 सिक्लेसमा हार्दिक स्वागत। अब हाम्रो होटल चाहिँ त्यहाँ देखिएको रहेछ। ल हामी चाहिँ टोटल चाहिँ 6 जना बल्ल आइपुग्यौँ है त। आज चाहिँ नमस्ते गेस्ट हाउस वरपरको माहौल यस्तो छ। फाइनली आइसक्यो। अब चाहिँ फ्रेस हुन्छ म त्यसपछि अरू काम मेरै हो नि त यो खुट्टा। नमस्ते सरकारी डक्टर हुन्छ हेर्दै हो कि जस्तो लाग्छ। बाबु लाग्छ नि अङ्कलले गाली गरेको हो। Hello. कसले हामीलाई